गाइज अल फाइन अनि म पनि राम्रै छु ठिकै छु सन्चै नै छु होइन तपाईँहरू भरेसम्म हेरेर माया गरिदिनु होला आज चाहिँ म आफ्टर लङ टाइम फेरि कन्टेन्ट बनाउनु खोज्दैछु लगभग 1 साल पछाडि आयो होला म हेरेर माया गरिदिनु होला सपोर्ट गरिदिनु होला होइन धेरै धेरै माया छ सम्झना धेरै धेरै छ जसले मलाई सब्सक्राइब गर्छ म आएर सबलाई सम्झिनेछु अब यति नै भयो भनाइ त मेरो यति नै भयो अब बाटोमा के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई देखाउने नै छु के चाहिँ किन्नु गएको भनेर तपाईँहरूलाई सस्पेन्स राखिदिन्छु होइन भरे तपाईँहरूलाई आफै थाहा हुन्छ के गर्नु जानु आँटेको कहाँ जानु आँटेको भनेर चाहिँ अहिलेको लागि चाहिँ घुम्दा छु रेडी सेडी पनि के हुनु यत्तिकै कामबाट आएर भर्खर सुतिरहेको थिएँ अनि जाऊँ भनेर चाहिँ एकछिन बाहिर निस्किनु जानु आँटेको त्यस्तै त्यस्तै छ अब अहिले हेरेर माया गरिदिनु होला अहिले के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने नै छु होइन अहिले चाहिँ म रुमबाट बाहिर निस्किसकेँ अब तपाईँहरू अगाडि कस्तो घाम छ भनेर आज आफ्टर लङ टाइम म विदेश आएको पनि लगभग 1.5 साल भइसक्यो होला तरसम्म अहिलेसम्म घाम देखेको थिइनँ आज चाहिँ फर्स्ट टाइम देखिरहेको छु घाम र मेरो साथमा हुनुहुन्छ उता चाहिँ तपाईँको इन्ट्रोडक्सन के हो दिनु त थोड़ा कुछ अपने बारे में बोलो मेरा नाम शाकिल है मैं बांग्लादेशी मेरा भाई है भाई यस्तै छ अनि अहिले चाहिँ हामी थोरै मार्केट सार्केट जानु आँटेको भन्दा पनि जाँदैछौँ अहिले के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउने नै छु होइन यो चाहिँ अलिक गाउँ जस्तो ठाउँ छ अलिक स्यालेरीहरू सोध्नुहुन्छ तपाईँले सबैले सोधिरहेको हुन्छ स्यालेरी कति छ भन्दा छैन स्यालेरी त्यस्तो धेरै तपाईँले सोचेअनुसारको अब होइन विदेश गयो सबैलाई कसैलाई पनि सम्झेन होइन भनेर तपाईँहरू सोचिराख्नु भएको छ भने सबैलाई सम्झिरहेको छु मसँग अलिकति टाइम मात्रै नमिलेको हो टाइम मिलेपछि हरेक कुरो भइहाल्छ र मेरो भाइहरूलाई पनि मैले सम्झेको छु मेरो फ्यामिलीहरू पनि सबै सम्झेको छु होइन अनि अब देखाउने नै छु तपाईँलाई अबको आउने दिनहरूमा म भ्लगहरू धेरै धेरै अपलोड गर्ने कोसिस गर्दैछु र नयाँ नयाँ ठाउँ एक्सप्लोर गर्नुको लागि जाँदैछु तर यस्तै घामले गर्दाखेरि अलिक जानु पनि मन लाग्दैन अल्छी अल्छी जस्तो पनि लागे जस्तो हुन्छ त्यही भएर चाहिँ हो त्यस्तो धेरै कन्टेन्ट सन्टेन्टमा आएको र ट्राई गर्नेछु अब नाइटको भए पनि भ्लग अब हेरेर माया गरिदिनु होला ल हाम्रो बाटो चाहिँ यस्तो छ अहिले चाहिँ हामी रोड क्रस गर्नुको लागि बसिरहेको एकैछिनमा पसिना भयो अब तपाईँहरूलाई म देखाउने नै छु अब बन्द सबै खुल्ला छ भने त मलाई थाहा भएन उता आइज न पढ्दैछु अहिले हामी टक्क पारामा यस्तै छ भनौँ न होइन आजको आउटफिट चाहिँ फेरि मेरो यस्तो छ होइन देख्नुहुन्छ हुँदैन कस्तो लाग्छ तपाईँहरूलाई सबैले माया गरिदिनु होला तर लास्टमा गर्मी छ आज त्यस्तै छ अगाडि चाहिँ देख्नु सक्नुहुन्छ यस्तोहरू छ ट्याक्क आज त बन्द छ जस्तो छ अब हामी जानु आँटेको ठाउँ है त्यस्तै छ हो अब के भन्नु र बन्द रहेन रहेछ ल हामी फाइनली छिरिसक्यौँ यस्तो तरिका यस्तो छ यस्तो सँग प्रोडक्टहरू चाहिँ यस्तै पाइन्छ होइन टक्कसँगले हेर्नु होला हामी तपाईँहरूलाई के चाहिन्छ भने ठुलो मार्केट हो यो चाहिँ सबै यस्तो छ हामी चाहिँ खास भनेको यहाँ चिकन लिन आएको थियौँ अब हेरौँ डिस्काउन्ट के कतिको पाइन्छ यस्तोहरू डिस्काउन्टहरू धेरै दिन्छ नि त त्यही भएर यस्तो छ होइन अब देख्नुहोस् यहाँ छ मासुको उयोहरू सब सकिसकेछ डिस्काउन्टवालाहरू चाहिँ अब यस्तै छ 14, 15, 4 यस्तै छ ट्याक्क यो चाहिँ चेक गर्ने हो ट्याक्कसँगले के कति भन्छ भनेर मेसिन देख्न सक्नुहुन्छ यसरी देखाउँछ यहाँनिर ट्याक्क चेक गर्दाखेरि चाहिँ यस्तै छ र देखाइराख्नु पर्दैन होला एकदम ठुलो उयसमा छ यता मासुको उयोतिर मात्रै आएको हो क्या म चाहिँ मासु मात्रै लिन आउनुपर्ने छ अब कुनै दिन तेलहरू सरफहरू पनि किन्नुपर्ने हुन्छ हामीले चट्ट पारामा अब कुनै दिन आएर किनेको भ्लग बनाउने छु आजको लागि त अब त्यस्तो धेरै छैन त्यही अनि अब आलुको रेटहरूमा आजको मार्केटमा आलुको रेट यस्तो छ यहाँनिर ट्यागको डिस्काउन्ट देखाइदिएको हुन्छ अच्छा ये आँपहरू भयो यो अमिलो
कोला कोला यत्रो यत्रो छ हौ बैगुनहरू पनि त्यस्तै त्यस्तै छ सक्छ। चामलहरू चाहिँ यस्तो महँगाइ छ, खानु सकिन्छ कि सकिँदैन भोलिको दिनमा। आज चाहिँ तपाईँहरूलाई देखाइदिइरहेको ल यो तरिकाको छ चामल, तेलहरू भयो ट्याक्कसँगले यसरी। मासु लियो फर्क्यौँ। अब तपाईँहरूलाई के देखाउनु, यस्तो लाज मर्दो मात्रै हुन्छ। तपाईँहरूलाई यसो घुमाएँ। अब त्यस्तो धेरै केही भएन, घाम देखेर पनि त होइन के लाग्छ के घाममा हिँड्नु चाहिँ, त्यही भएर चाहिँ खासै त्यसरी घुम्नु चाहिँ नघुमेको हो। अब यसो मुड चल्यो भने कुनै दिन मजाले घुमाउला। फेरि आइरहेको छु होइन, कहिले अब जान सकिँदैन होला, तर पनि मजाले मिलाएर अनि यसो रोड क्रस गर्नुपर्ने हुन्छ यो चाहिँ। अनि आजको अनि अब किनेर फर्किसक्यो। अब योभन्दा त धेरै कति बनाउनु, छोटो भयो होला, तर पनि राम्रो लाइक सब्सक्राइब गरिदिनु होला। राम्रो राम्रो बनाउँदैछु भोलिको दिनमा। फेरि केही कथा बिचमा मुख छाडेको थियो भने चाहिँ एकदमै मनबाट धेरै धेरै सरी भन्नु चाहेँ। र यति भन्दै मैले भ्लगलाई अन्तिम गर्नु चाहेँ। र लाइक र सपोर्ट गरिदिनु होला, धेरै धेरै माया।